यो भिडियो चाहिँ तपाईहरुले विशेष गरेर माओवादी साथीहरुले जसरी हुन्छ कमरेड प्रचण्डकोमा पुर्याइदिनु होला है र माओवादीको उच्च तहका नेताहरुकोमा यो भिडियो पुर्याइदिनु होला। भिडियो चाहिँ माओवादीको साथीहरुले हेरिदिनको निम्ति एकदम अनुरोध गर्छु र यसको उत्तर पनि पाऊँ। सम्पूर्ण नमस्ते साथी हो। आज म एउटा सानो भिडियो लिएर तपाईहरुको बीचमा उपस्थित भएको छु। विशेष के छ भने हिजो प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष अथवा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जुन हिमालय टेलिभिजनमा अन्तर्वार्ता आएको थियो, त्यो चाहिँ धेरै लामो अन्तर्वार्ता 119 मिनेटको अन्तर्वार्ता थियो। त्यो चाहिँ मैले हिजो राति बाटोमा भए पनि पुरै हेरेँ, किनभने अब सबैले हेर्नु तपाईहरुले पनि हेर्नु भयो होला हैन हेर्नु भयो होला। किनभने यो समय चाहिँ अहिले राजावादी र गणतन्त्रवादी बीचको जुन खालको कन्फ्लिक्ट देखा परेको छ, त्यसको निम्ति पनि अब हिजो चाहिँ अब प्रचण्डको अन्तर्वार्ता प्रचण्डले के भन्यो भन्ने एउटा सबैको जिज्ञासा भएको हुँदाखेरि सबैले हेर्नु भयो होला जस्तो लाग्छ मलाई। धेरै कुरा उहाँले भन्नुभएको छ, त्यो कुरामा म गएँ तर एक दुईटा कुरामा चाहिँ म भन्न चाहन्छु। र यो भिडियो चाहिँ तपाईहरुले विशेष गरेर माओवादी साथीहरुले जसरी हुन्छ कमरेड प्रचण्डकोमा पुर्याइदिनु होला है र माओवादीको उच्च तहका नेताहरुकोमा यो भिडियो पुर्याइदिनु होला। मेरो चाहिँ दुई तीनटा कुरा छ। जब 62-63 मा माओवादी जुन शक्तिशाली भएर आयो, 62-63 को जनआन्दोलन र 10 वर्ष जनयुद्धपछि त्यसमा सबैले सहयोग गरेकै हो हैन। इभन हामीले पनि एकदम सहयोग गरेको हो कि। मेरो ब्याकग्राउन्ड म त कुनै पार्टीमा छुइनँ हैन, आजसम्म कुनै पार्टी, म एकदम स्वतन्त्र व्यक्ति। आजसम्म त्यसरी आधिकारिक म कसैको पनि कार्यकर्ता भएको छुइनँ, कार्यकर्ता भएर त्यस्तो छैन मेरो चाहिँ हैन, एकदम स्वतन्त्र मान्छे हो। त्यति बेलामा पहिलो संविधान सभा चुनाव हुने बेलामा मेरो घरको ब्याकग्राउन्ड चाहिँ नेपाली कांग्रेसको ब्याकग्राउन्ड भएको हुँदाखेरि हामीले मेरो त उमेर पुगेन त्यति बेला संविधान समयमा भोट हाल्नको निम्ति हैन। तर हाम्रो घरको आमा र बुवालाई युवाहरू भनेको त्यति धेरै हुँदो रहेछ क्या, युवा केटाकेटी भनेको त्यति धेरै प्रभावकारी हुँदो रहेछ। मैले र मेरो भाइ साइलाले चाहिँ जसरी पनि माओवादीलाई भोट हाल्नुपर्छ भनेर चाहिँ हामीले जबस्ती गरेको थियौँ क्या। यदि माओवादीलाई भोट हाल्नुहुन्न भने तपाईहरुले चाहिँ नजानुस् भोट हाल्नको निम्ति भनेर हामीले भनेको थियौँ है। आमा बुवालाई हामीले भनेको थियौँ कि त्यो कुराहरू हैन। त्यस्तो खालको क्रेज थियो क्या माओवादी प्रति। अब त्यस्तो सामाजिक सञ्जालहरू त्यस्तो एकदम तीव्र त्यस्तो पनि थिएन त्यति बेलाको समयमा हैन। तर माओवादी प्रतिको जुन आकर्षण थियो क्या त्यति बेलामा, हामी एकदम सानो थियौँ नि त। अब त्यति बेला चाहिँ म काठमाडौँ आइसकेको थिएँ, 2060 सालमा म काठमाडौँ आइसकेको। माओवादीको कारणले गर्दाखेरि अब पढाइहरू गर्नु नदिने खाली कार्यक्रम के भिडन्त भएको कारणले गर्दाखेरि चाहिँ म 60 सालमा काठमाडौँ आइसकेको थिएँ। 62-63 म त केही बुझ्नै भइसकेको थिएँ क्या। अनि 63-64 तिर हो मैले सुनेको हैन। मैले सुनेको कुरा कति सत्य होला कति सत्य नहोला त्यो चाहिँ माओवादी साथीहरूले नै यसलाई खोज अनुसन्धान गर्नु होला। त्यति बेला चाहिँ विदेशी शक्तिले माओवादीलाई तीनवटा कुरामा लगानी गरेको छ भन्थ्यो क्या। माओवादीलाई सकाउनको निम्ति, माओवादीलाई बिगार्नको निम्ति अथवा भत्काउनको निम्ति अथवा माओवादीको शक्तिलाई छेदविच्छेद पार्नको निम्ति भन्थे। त्यो चाहिँ के भन्दाखेरि चाहिँ पहिलो चाहिँ पैसा हैन, पैसा सम्पत्ति शेयर हैन, कहाँ हुन्छ माओवादीले एकदम फ्री गर्नुपर्छ, माओवादीले त्यहाँ इन्गेज गराउनुपर्छ। पैसा दिएर अथवा सम्पत्ति दिएर अथवा अब माओवादी साथीहरूले भन्नु धनी पुँजीपति दलालहरूकोमा फसाउनु पर्छ भनेको मैले सुन्थेँ क्या। त्यो सत्य कति सत्य होइन है। अब त्यो तपाईहरुले खोजी नीति गर्नु होला। अनि दोस्रो चाहिँ बेविचार। केटी चाहिँ माओवादी नेताहरूलाई, माओवादी केटाहरूलाई पुरा माओवादीको जनमुक्ति सेना जो कमान्डरहरू छ अथवा जो नेतृत्व छ अथवा जो माओवादीको महिँ भन्ने मान्छे छ अथवा त्यति बेला लडाइँमा परेर आएको मान्छेहरू छ, तिनीहरूलाई चाहिँ केटीद्वारा फसाउनु पर्छ भनेको सुनेको थिएँ क्या
हैन, सेक्स भनौँ अथवा व्यभिचार भनौँ अथवा केटीलाई केटा केटीलाई केटा र केटीलाई केटा माओवादीको नेता कार्यकर्ताहरूलाई फसाउनुपर्छ भनेर मैले सुनेको थिएँ हैन। दोस्रो चाहिँ व्यभिचारमा फसाउनुपर्छ माओवादीलाई, तिनीहरूले चाहिँ त्यहाँ लिप्त बनाएर चाहिँ फसाउनुपर्छ भनेर मैले सुनेको थिएँ। तेस्रो चाहिँ सम्पत्ति के पैसा अलिकता फरक जेन्सी सम्पत्ति, जेन्स सम्पत्ति जस्तो सुन चाँदी हिरामती अथवा यस्तो अवैध हिरोइन गाँजा चरेस हैन, अथवा यो अब हाइड्रो पावरको सेयर अथवा विभिन्न ठाउँको ब्याङ्किङतिरको सेयर, सहकारीतिरको सेयर अथवा जग्गा कारोबार त्यस्तोमा फसाउनुपर्छ माओवादीलाई भनेको सुनेको थिएँ। यो तीनवटा क्षेत्रमा चाहिँ माओवादीलाई चाहिँ फसाउनुपर्छ, त्यसमा चाहिँ विदेशीहरूले ठुलो लगानी गरेको छ भनेर मैले सुनेको थिएँ कि। पछि त्यो अब मैले त्यति बेला सुनेको मात्र थिएँ, यो 63-64 घटना हो हैन। ठुल्ठुलो हाम्रो मान्छेहरूबाट ठुल्ठुलो नेताहरूबाट मैले त्यस्तो कुरा सुन्थेँ क्या। त्यो मिडियामा कति आयो कति आएन हैन मलाई थाहा भएन, तर मैले सुनेको हैन, मैले सुनेको। अनि पछि ठ्याक्क अब माओवादी अहिले लगभग यो 17-18 वर्षको पिरियडमा माओवादी त्यस्तै भएको देखिन्छ क्या। जस्तो माओवादी कस्तो अचम्म छ त क्या, शत्रुले दुश्मनले बमले बारुदले बन्दुकले लडाउन नसकेको माओवादीलाई केटीले पैसाले सुनले लडाए क्या है। जस्तो मैले 63-64 सालतिर मैले सुनेको थिएँ त्यस्तै 10-12 वर्षपछि जस्तो महरा काण्डको कुरा गर्नुहोस् हैन। केटीको कारण गर्दाखेरि चाहिँ महरा हैन, कृष्णबहादुर महरा चाहिँ उहाँ फस्नु भयो। अब दिपेश पुनहरू नन्दकिशोर पुन पासाङ पूर्व उपराष्ट्रपतिको छोरा हैन, दिपेश पुन उहाँको अर्को दाइकी भाइ दुईजना छोराहरू सुनकाण्डमा माओवादीको नेताहरू सुनकाण्डमा फसेको छ भनेर सुनिन्छ हैन। अरूहरू पनि नेताहरू फसेको छन् हैन। अब सम्पत्तिमा अब त्यस्तै अब यो हाइड्रो पावरमा माओवादीको नेताहरूको संलग्न छ भन्छन्। जग्गा कारोबारतिर हैन, जग्गा कारोबारतिर यस्तोमा माओवादी नेताहरू फसेको छन्, सहकारी काण्डमा माओवादी नेताहरू फसेको छन् भनेर मैले सुनेको कि। भनेको मतलब पछि त प्रमाणित भयो नि त त्यो। अब अहिले चाहिँ प्रमाणितै भएको छ क्या। अहिले अब छानबिन गऱ्यो भने अहिले चाहिँ भेटिन्छ नि। अनि मेरो प्रश्न चाहिँ के छ भन्दाखेरि कमरेड प्रचण्डलाई हैन अथवा माओवादीको अध्यक्ष अथवा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मेरो प्रश्न के छ भन्दाखेरि तपाईले धेरै कुराहरू हिजो भन्नुभयो हैन, मैले पनि हेरेँ हैन। एउटा बिइङ अ यङ हैन अथवा एउटा जुन हाम्रो सर्कल छ, अब हामीले त भन्छौँ हेर्छौँ हैन, म त आफैमा स्वतन्त्र मान्छे पनि हो, म कुनै पार्टीको मान्छे होइन हैन। त्यसो भने जति पनि तपाईले अहिले माओवादी रिस्टोरेसन गर्न खोज्दै हुनुहुन्छ अथवा माओवादीलाई 64 सालमै पुर्याउनुपर्छ, त्यो खालको भोट, त्यो खालको क्रेज अथवा त्यो खालको लगाव, त्यो खालको आकर्षणमा पुर्याउनुपर्छ भनेर तपाईँले भनिरहँदाखेरिको अवस्थामा जो माओवादीलाई तीनवटा कुराले फसाइयो नि त, पैसाले, व्यभिचारले अथवा त्यो सम्पत्ति भनेको अब सेयरले भनौँ न, सेयर लगानीहरूले यो जुन फसाउने काम भयो। के तपाईँहरू अब 84मा जितेपछि तपाईँहरू त्यसरी फस्नुहुन्न हैन? त्यो तपाईँ यति कुरा विचार गर्नु कि माओवादी साथीहरूले अहिले छानबिन गर्दा पनि हुन्छ हैन। यति धेरै पैसाको घोटाला भएको छ त्यति बेलाको समय वाइसिएलको नाउँमा हैन। विभिन्न माओवादीको त ठुलो आतङ्क थियो नि त त्यति बेलामा, त चन्दा आतङ्क कस्तो थियो। त्यही भएर पनि युथ फोर्स एमालेले युथ फोर्स गठन गरे त तपाईँहरूकै कारणले गर्दाखेरि भएको, जनतालाई धम्काउने कुट्ने हैन। अहिले अब माओवादी के भन्छ, माओवादी सुत्रेको हो भने यो तीनवटा कुरामा जतिजना तपाईँहरूको नेताहरू फसेको छ, तपाईँको नेता कार्यकर्ताहरू फसेको छ हैन, के तिनीहरूलाई तपाईँ कारबाही गर्नुहुन्छ अथवा तिनीहरूलाई तपाईँहरूले निष्कासन गर्नुहुन्छ? र अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ माओवादीमा चाहिँ यस्तो नक्कली मान्छे माओवादीहरू छ जस्तो लाग्छ क्या मलाई अहिले पनि क्या है।
एकदमै नक्कली माओवादीहरू छ जस्तो लाग्छ कि। अब त्यति बेलाको समय पनि वन के भन्छ साङ्लेले घर साङ्ले खेदेको है। त्यति बेलामा युद्ध गरेको साथीहरू, दुःख गरेको साथीहरूलाई चाहिँ पछि घुसपेट गराएर के एकदमै माओवादीभित्र घुसपेट गराएर नक्कली मान्छेहरू, राजावादीहरू, को काङ्ग्रेसको मान्छे, एमालेको मान्छेहरू घुसाएर चाहिँ माओवादीलाई सक्ने काम गरियो भनेर पनि भन्छन् होइन। माओवादी सक्नको निम्ति 3-4वटा सूत्र प्रयोग गरिएको छ भनेर भन्छ होइन। त्यो तीनवटा सूत्र र घुसपेट होइन, 4वटा भनौँ न। यो 4वटा सूत्र प्रयोग गरेर चाहिँ माओवादीलाई सक्नको निम्ति प्रयोग गरिएको भनेर चाहिँ मैले सुनेको थिएँ होइन। त्यस्तै पनि भयो क्या। माओवादी त्यस्तै भयो। पछि त माओवादीले त त्यति बेलामा युद्ध गरेको दुःखमा, त्यो लडाइँमा खाना नपाउँदाखेरि साथ दिने जति पनि नेता कार्यकर्ता हुनुहुन्छ उहाँहरूलाई विस्थापित गरेर एकदमै हुने योगदानै नगरेको मान्छेहरूलाई चाहिँ माओवादीमा अवसर दिएर माओवादीहरू चाहिँ पैसामा किनिने भइसकेको थियो क्या। पैसा आएको कारणले गर्दाखेरि उनीहरूले सबै कुरा बिर्सिसकेको थियो क्या, पैसा सम्पत्तिको कारणले गर्दाखेरि होइन। त्यस्तो चाहिँ हुन्छ हुँदैन होइन। यो चाहिँ मेरो कमरेड प्रचण्ड लगायतका जति पनि ठुलो नेता हुनुहुन्छ, माओवादीका नेताहरू हुनुहुन्छ, उहाँहरूलाई मेरो प्रश्न छ क्या। ठिक छ, तपाईँहरू रिस्टोरेसन हुन्छौँ, हामी सच्चिन्छौँ, हामी अहिले चाहिँ हामी गल्ती गऱ्यौँ। मैले प्रचण्डको अन्तर्वार्ता भनिहालेँ, 1 घन्टा 19 मिनटको छ। आँखा चिम्न नगरिकन हेरेँ क्या मैले, किन हेर्नु जरुरी छ नि त। अहिले अब देश सङ्कटमा छ व्यवस्था होइन। हामी त के भन्छ, म त शहीद परिवारको मान्छे पनि होइन, हाम्रो त रगत पनि बगेको छ। म आफू संलग्न भइनँ, तर मेरो परिवार, मेरो आफन्त, मेरो घरको मान्छे त त्यहाँ संलग्न भयो होइन। अनि त्यो भएको हुँदाखेरि हो के भन्छ, कुनै समयमा मैले आजसम्म होइन, म यति उमेर भएर कुनै पार्टीलाई विश्वास गरेको थिएन। मैले माओवादीलाई नै हो विश्वास गरेको। पछिल्लो समय मैले कसैलाई मैले राम्रो कामको समर्थन चाहिँ गर्दै आएँ। जस्तो बालेन शाहलाई, हर्क साम्पाङलाई, भरतपुर नगरपालिकाको रेणु दाहाललाई, अनि कुलमान घिसिङ, महावीर पुन, सन्दुकरित, यस्तो व्यक्तिलाई चाहिँ मैले उहाँहरूको कामको आधारमा मैले सपोर्ट गरेँ। त्यो व्यक्तिगत सपोर्ट भयो मेरो होइन। तर पार्टीगत हिसाबमा चाहिँ मैले पनि माओवादीलाई नै हो क्या ट्रस्ट गरेको चाहिँ, माओवादीलाई नै हो क्या। म त्यति बेलामा बुझ्नु न, अब जब कि 64 सालमा मेरो भोटिङ कार्डै बनेको थिएन क्या, मेरो उमेर नपुगेर होइन, भोटै हाल्नु नपाएको। अब त्यो भएको कारणदाखेरि म माओवादी साथीहरूलाई भन्न चाहन्छु कि फेरि पनि तपाईँहरूले त्यस्तो गल्ती गर्ने कि नगर्ने त्यो कमिटमेन्ट हुनु पर्यो क्या। तर अब तपाईँहरू म सच्चिएँ, हामीलाई माफ दिनुहोस्, हामी सच्चिन्छौँ, हामी तपाईँहरूबाट, जनताबाट हामी टाढा भयौँ भनेर भएन क्या। त्यस्तो नक्कली आश्वासनले चाहिँ जनता त्यसरी सजिलैसँगले, जनताको मन त भाँचिएको छ क्या। जनताको मन माओवादीबाट एकदमै टुटेको चाहिँ हो क्या होइन। हामी जस्तो युवाहरूको मन टुटेको हो क्या। तपाईँलाई के लाग्छ होइन, हामीबाट धेरै टाढो गएको माओवादी होइन। माओवादीले हामीले जति माया गऱ्यौँ, माओवादीले हामीलाई बिर्सेको चाहिँ हो क्या, छोडेको, त्यागेकै हो क्या। हामीलाई कता हो क्या, ल्यान्डिङ द ल्यान्ड इज अननोन भन्छ नि त होइन, अननोन ल्यान्डतिर पुऱ्याइदिएको क्या, अज्ञात ठाउँ भन्छ नि त होइन। त्यो खालको कमिटमेन्ट चाहिँ हुनु पऱ्यो माओवादी नेता कार्यकर्ता जति छ। अर्को कुरा गएर जतिजनाले माओवादीको नाउँमा दुःख दिएको छ नि जनतालाई, तिनीहरूलाई चाहिँ कारवाही हुनुपर्छ क्या माओवादीबाट होइन। माओवादीको त्यो सिद्धान्त थिएन, माओवादीले त्यो खालको घोषणा गरेको थिएन, माओवादीको त्यो खालको अर्डर थिएन, निर्देशन थिएन। तर पनि तल्लो स्तरमा धेरै सोझो साझा नेपाली जनतालाई माओवादीको नाउँमा नक्कली माओवादीहरूले दुःख दिएको छ क्या, विभिन्न नाउँमा क्या। झगडाको नाउँमा होस्, अथवा रिसिबीको नाउँमा होस्, अथवा डाहा जेलेसको आधारमा होस्, नक्कली माओवादीहरूले भयानक दुःख दिएको छ क्या। त्यो तपाईँहरूको सिद्धान्तमा छैन, मलाई थाहा छ होइन। त्यस्तो दुःख दिने मान्छे, त्यस्तो नक्कली माओवादीहरूलाई कारवाही हुन्छ हुँदैन होइन। त्यस्तो हुन्छ भने चाहिँ ल तपाईँहरूले कमिटमेन्ट गर्नुपर्छ होइन। कमरेड प्रचण्ड आफैले नै कमिटमेन्ट गर्नुपर्छ र त्यो चाहिँ जान्छ तलसम्म होइन। नक्कली माओवादीहरूलाई कारवाही हुनु पर्यो पहिलो कुरा होइन। त्यहाँ जति पनि माओवादी भनेर आएको छ नि, त्यो माओवादी तिनीहरूलाई तुरुन्त तपाईँहरूले निकाल्नुपर्छ, तिनीहरूलाई तपाईँले कारवाही गर्नुपर्छ, अथवा तिनीहरूलाई जिम्मेवारी नसुम्पिनुहोस् क्या। सक्कली माओवादीलाई तपाईँले दिनुहोस्।
इमान्दारी माओवादीलाई तपाईँले दिनुहोस् होइन, एउटा कुरा त्यो। दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि मेरो जति पनि यो केटी काण्डमा फसेको अथवा व्यभिचार काण्डमा फसेको, केटाकेटी काण्डमा फसेको, सुन काण्डहरूमा फसेको होइन, यो सेयर लगानी कता कतामा फसेको नेता कार्यकर्तालाई कारबाही हुन्छ हुँदैन? तपाईँहरूको सम्पत्ति छानबिन हुनु पर्यो क्या। तपाईँहरूबाट सुरुवात होस् न, लु तपाईँहरूले त्यो सुरुवात गर्नुहोस् त, अनि त्यसपछिबाट भनौँला होइन तपाईँहरू सुध्रिनु भएछ यताउता गर्नुभएछ भनेर। तर यो भोट कलेक्सन गर्नको निम्ति, भोटको निम्ति चाहिँ तपाईँहरूले यो के भन्छ, मलाई चाहिँ नाटक चाहिँ नगर्नुहोस् जस्तो लाग्छ है। ठिक छ, के भन्छ, अहिले तपाईँहरूले जुन अभियान चाल्नु भएको छ त्यो अभियानबाट मैले पनि हेरेको छु, म हेरिरहन्छु क्या। के भन्छ, प्रचण्डको त म त एकदम के भन्छ अब मैले मन परेको नेताहरू हो नि त। प्रचण्डको अन्तर्वार्ता आउँदाखेरि, प्रचण्डको भाषणहरू आउँदाखेरि म हेर्छु प्रायः के भन्छ, के भन्नुहुन्छ होला भनेर। किनभने पछिल्लो माओवादी शान्ति प्रक्रिया प्रधान सेनापति पूर्व प्रधान सेनापति रुकमान कटवालको काण्डपछि माओवादी चाहिँ खतम भएकै हो होइन। शान्ति वार्तामा आएपछि माओवादी खतम भएको हो होइन। प्रचण्ड पनि खतम भएको हो जस्तो लाग्छ मलाई होइन। अब फेरि यो कति समयको सन्दर्भ होला, ठिक होला कति हो समय, तर त्यति हुँदा हुँदा पनि म फेरि प्रचण्डपछि चाहिँ काहीँ न काहीँ के भन्छ आशा गर्ने मान्छे हो क्या, अलिक सकारात्मक मान्छे। अरू नेता हेरेर प्रचण्डप्रति अलिक म सकारात्मक हो होइन। अलिकता डाइनामिक रूपमा के भन्छ ग्रास लेभल रूपमा जुन खालको परिवर्तन त प्रचण्डको नेतृत्वमै भएको नि त। भलै पछिल्लो समयमा उहाँ बिग्रिनु भयो। अनि अर्को कुरा गएर अन्तिममा चाहिँ प्रचण्ड होइन, कमरेड प्रचण्डलाई मेरो प्रश्न छ, कमरेड तपाईँ उत्पीडितहरूको नेता होइन, सामन्तहरूको, दलालहरूको, सुकिला मुकिलाहरूको नेता बन्नुभयो भनेर भन्छन् होइन। यो हो कि होइन है? तपाईँ उत्पीडितहरूको नेता नभएर दलाल, सामन्त, सुकिला मुकिलाको नेता बन्नुभयो, त्यसमा परिवर्तित हुनुभयो अथवा रूपान्तरण हुनुभयो भनेर तपाईँलाई आरोप लाउँछन्। तपाईँहरूले उत्पीडितलाई त बिर्सिनु भयो, उत्पीडितलाई छोड्नु भयो भन्ने छ। के छ यसको बारेमा पनि कमरेड प्रचण्डले चाहिँ जवाफ दिनु होला। र यो भिडियो चाहिँ विशेष गरेर म तपाईँहरूलाई एकदम अनुरोध गर्न चाहन्छु, माओवादीका शीर्ष नेताहरूलाई, सबै माओवादी साथीहरूलाई, समग्रमा त सबै माओवादी साथीहरूलाई र त्योभन्दा पनि बढी कमरेड प्रचण्डलाई, माओवादीको शीर्ष नेतृत्वलाई, माओवादीको सम्पूर्ण नेताहरूलाई चाहिँ मेरो यो प्रश्न छ। एकदमै यो अहिले अभियान, तपाईँहरूको अभियान पनि चलिरहेको छ, तपाईँहरूको फुर्सद पनि हुन्छ होला यो समयमा होइन। अनि मेरो अनुरोध छ, प्लिज जुन मैले यो भिडियो बनाएको छु, यो भिडियो चाहिँ माओवादीको साथीहरूले हेरिदिनको निम्ति एकदम अनुरोध गर्छु। र यसको उत्तर पनि पाऊँ, जसले दिँदा पनि हुन्छ मलाई। अनि विशेष गरेर कमरेड प्रचण्डकोमा चाहिँ यो भिडियो पुऱ्याइदिनको निम्ति एकदमै मनदेखि, हृदयदेखि अनुरोध गर्न चाहन्छु है त।